म चाहिँ साथीहरू मेरो मनमा लागेको कुरा भन्न चाहन्छु है। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्टमा छोडिदिनुहोस् है। मलाई चाहिँ कस्तो लाग्छ भने चाहे सम्बन्धमा बुढाबुढी श्रीमतीमा होस्, चाहे साथीभाइमा होस्, चाहे नातागोता आफन्त छरछिमेकी सबै जसमा भए पनि अब हामीले राम्रो गर्दाखेरि नराम्रो भइरहेछ, राम्रो मिठो बोल्दाखेरि नि उसले नमिठो सुनिरहेछ भनेदेखि, हामीले बोलाउँदाखेरि ऊ बोल्न खोजेको छैन भनेदेखि उसलाई बोलाउन कोसिस नगर्नु, उसँग झुक्ने कोसिस नगर्नु। श्रीमतीमा पनि योसँग सम्बन्ध जोगाउनै पर्छ, योसँग बार बार म झुक्नै पर्छ भन्ने धारणा नराख्नुहोस्। किनभने उसले हामीदेखि टाढा बाहना खोजिरहेछ कि टाढिने बाहना खोजिरहेको हुन्छ क्या। अब हामीदेखि वाक्क लागेर अब परैसँगै अब मिठो सुन्ने, राम्रो सुन्ने, घरमा नराम्रो लाग्ने त्यस्तो हुन्छ नि त। त्यही भएर बारम्बार झुक्न चाहिँ छोडिदिनुहोस् क्या। किनभने अब आफ्नो गल्ती छ भने झुक्न नि सिक्नुपर्छ होइन। आफ्नो गल्ती छैन भने चाहिँ बारम्बार झुक्नु हुँदैन कि। उसलाई स्वतन्त्र छोड्नुपर्छ क्या। भोलि होस् न उसैलाई पनि पछुतो लागोस् न, यसमा गल्ती मेरो पो थियो कि, यसमा गल्ती मैले पो गरेको थिएँ कि भन्ने होस् न। त्यही भएर म चाहिँ त्यही भन्न चाहन्छु। आफन्तसँग होस्, छरछिमेकी नातागोता साथीभाइसँग होस्, श्रीमती होस्, म चाहिँ त्यही भन्न चाहन्छु कि आफ्नो गल्ती छ भने चाहिँ झुक्न नि सिक्नुपर्छ, आफ्नो गल्ती छैन भने चाहिँ बारम्बार झुक्नु हुँदैन।